नतिजा र प्रमाणहरू। यहाँ सबै प्रमाणहरू विद्यार्थीहरू सक्षम हुनेछन्, सँगै अन्त्य हुन्छन्। यसु जस्तै नेतृत्वमा अघि बढ्दै जीवनका सबै क्षेत्रहरूमा आत्माको फल फलाउन र विनम्रता, इमान्दारता र सरलता अभ्यास गर्न, आत्मिक अनुशासनहरू सूचीबद्ध गर्ने, व्याख्या गर्न र अभ्यास गर्न, सबै सेवकाईका आधारको रूपमा प्रार्थनाका 5 प्रमुख बाइबलीय सिद्धान्तहरू व्याख्या गर्न र प्रदर्शन गर्न, व्यक्तिगत र सामूहिक आराधनाको सिद्धान्तहरूलाई रूपरेखा दिन र जीवनशैलीका रूपमा तिनीहरूलाई कसरी अभ्यास गर्ने भनेर वर्णन गर्न, बाइबलीय नैतिक सिद्धान्तहरूलाई चर्च वा सेवकाईभित्रको सम्बन्धमा लागू गर्न, महिलाहरू र बालबालिकाहरूप्रति रहेको येशूको दृष्टिकोणले चर्चलाई कसरी परिवर्तन गर्नुपर्छ भन्ने व्याख्या गर्न, समय, सक्षम स्रोत र दृष्टिको उचित प्रयोगका लागि बाइबलीय आधार र वर्णन गर्न, चर्चको महत्त्वको बारेमा वर्णन गर्न, बप्तिस्मा, प्रभोजको बाइबलीय आधारको बारेमा व्याख्या गर्न, उत्कृष्टता, इमान्दारताका साथ चर्च वा सेवकाईको सङ्गठन र प्रशासन गर्ने तरिका व्याख्या गर्न, येशू ख्रिस्टको सामर्थ्यले शरीरको अभिलाषा, संसार र शैतानमाथि कसरी विजय प्राप्त गर्छ भन्ने व्याख्या गर्न। 2 नम्बर, परमेश्वरको वचनलाई सही रूपमा बुझ्दै बाइबलको सम्पूर्ण ठुलो कथा येशू ख्रिस्टको मुक्ति योजनाको केन्द्रमा राख्दै वर्णन गर्न, बाइबलका विभिन्न साहित्यिक विधिहरूबाट 3 पुस्तकलाई लेखेको समय, लेख्नुको उद्देश्य र लेखन शैलीको आधारमा परिचय गराउन, येशूका कम्तीमा 5 प्रमुख शिक्षाहरू संक्षेपमा वर्णन गर्न, येशूको मृत्यु र पुनरुत्थानको महत्त्वलाई व्याख्या गर्न, प्रेरितहरूको पुस्तकमा भएका 5 मुख्य घटनाहरू वर्णन गर्न, परमेश्वरको वचनलाई प्रभावकारी रूपमा तयार गर्न, प्रचार वा प्रशिक्षण गर्न सिकाउन, प्रमुख बाइबलीय शिक्षाहरूमा विश्वास गर्न, तिनीहरूलाई व्याख्या गर्न र अभ्यास गर्न, समृद्धि सुसमाचार बाइबलीय र नैतिक रूपमा किन गलत छ भन्ने व्याख्या गर्न, बाइबलीय विश्व दृष्टिकोण अन्य वैकल्पिक विश्व दृष्टिकोणहरूभन्दा किन उत्कृष्ट छ भन्ने प्रमाणित गर्न, चर्चको ऐतिहासिक 3 फरक कालखण्डहरूबाट 3 प्रमुख घटनाहरू वर्णन गर्न, आफ्नै सम्प्रदाय वा चर्च आन्दोलनको ऐतिहासिक आधारमूल स्रोतको बारेमा वर्णन गर्न। 3 नम्बर, सुसमाचार फैलाउँदै र चेलाहरू बनाउँदै परिवार, साथीभाइ, अपरिचितहरूसँग प्रभावकारी रूपमा सुसमाचार बाँड्न, परमेश्वरको मिसनका लागि अरूलाई अभिप्रेरित गर्न र परिचालन गर्न, सुसमाचार वा मिसनको कुनै पनि विशेष क्षेत्रमा कम्तीमा 1 जनालाई प्रशिक्षित गर्न, येशूको चेलाहरू बनाउने नमुना कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा व्याख्या गर्न, चर्च सेवकाईका 3 जना अन्य व्यक्तिहरूलाई पहिचान गरी तालिम दिन, बाइबल परमेश्वरको अपरिवर्तनीय सत्य हो जसले हरेक संस्कृतिलाई रूपान्तरण गर्दै परमेश्वरको इच्छा अनुरूप ढाल्नुपर्छ भन्ने कुरा उनीहरूको आफ्नै सन्दर्भमा वर्णन गर्न, अथवा बाइबलीय सत्यहरू अनुसार कसरी संस्कृतिलाई समायोजन गर्न सकिन्छ भन्ने व्याख्या गर्न, प्रविधि र सामाजिक सञ्जाललाई सेवकाईका लागि प्रभावकारी रूपमा प्रयोग गर्न। 4, ख्रिस्टले जस्तै परमेश्वरका मानिसहरूको हेरचाह गर्दै येशू ख्रिस्टको जस्तै सेवक नेतृत्व प्रदर्शन गर्न, सबै सम्बन्धहरूमा विशेष गरी विशेष आवश्यकता व्यक्तिहरूसँग करुणा, अतिथता र क्षमताशीलता प्रदर्शन गर्न, दुःख सङ्कट विशेष गरी कसैको आफन्तको मृत्यु भएको, परिवारमा वैवाहिक समस्या, रोग आदिको समयमा अरूलाई सान्त्वना दिने र सहयोग गर्न, विवाहका लागि जोडीहरूलाई तयार गर्ने कार्यमा मद्दत गर्न, बाइबलका र युवाहरूको सेवकाईमा संलग्न, श्रीमान र श्रीमतीहरूले उनीहरूको वैवाहिक जीवनमा विश्वास र प्रेमको अभिवृद्धि गर्न निर्वाह गर्नुपर्ने भूमिकाहरू स्पष्ट गर्न,
बुवाको अनुपस्थितिले परिवार र बच्चाहरूमा पार्ने सामाजिक, मानसिक र आत्मिक असरहरूको विश्लेषण गर्न, सम्बन्धहरूमा उत्पन्न हुने विवाद अथवा मतभेदहरूलाई बाइबलीय तरिकाले समाधान गर्न।